हेलो गाइज, हामीहरू यहाँ मुस्ताङको मार्फा भन्ने ठाउँमा छौँ। यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ वेलकम टु मार्फा भनेर कस्तो डेन्जर ठाउँमा लेखेको छ। र तपाईँहरू मात्र इमेजिन गर्नु कि यतिको लेख्नको लागि कतिको आर्ट चाहिन्छ, कतिको हिम्मत चाहिन्छ। तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ घरहरू कस्तो छ भनेर। यहाँको एउटा भ्याली हो घर गाउँ। यस्तो चारैतिरबाट हामी यहाँ टप फ्लोरमा छौँ। हाम्रोसँग हुनुहुन्छ परद्युमज्यू र यहाँ तपाईँ हेर्न सक्नुहुन्छ यहाँ घाम लागेको छ। हिजो रातिसम्म यहाँ -14 डिग्रीसम्म थियो। हाम्रो होटल भनेको उता छ, सोनम होटल भनेर छ। यो हो सोनम होटल। अनि हामी यहाँ हिजो राति आइपुगेको छौँ। तपाईँ हेर्न सक्नुहुन्छ यहाँ पहाडमा कस्तो भ्यू छ। भ्यू माथि घाम लागेर कस्तो टल्किएको छ। र अब हाम्रो परद्युमज्यूले 2 शब्द भन्न चाहनुहुन्छ कस्तो लाग्यो यहाँलाई भिजिट गर्दा। हाम्रो यो 2020 ब्याच पूर्वाञ्चलको कम्प्युटर इन्जिनियरिङको 7 दिनको शैक्षिक भ्रमण भनेर यहाँ हामी आएको छौँ घुम्न। र परद्युमज्यू भनिदिनुहोस् त हजुरलाई कस्तो लाग्यो यहाँ आउँदा। मलाई त धेरै राम्रो लाग्यो यहाँ आएर। अनि यहाँको मौसम अनि यो सानो सानो घरहरू अनि कति राम्रो हेर्नु, कति राम्रो छ मौसमहरू, हावा चलेको मस्तले। त्यसै कारण सबैभन्दा पहिला यो मार्फा भिलेज आउनुपर्छ मुस्ताङ आएपछि। ल अब हामी यहाँ तपाईँहरूलाई हेराउन चाहन्छौँ हामी यहाँ कहाँ छौँ भनेर। यहाँ यस्तो यो घरमा छौँ। यो घरको भित्र एउटा बुद्ध भगवानको मूर्ति छ, स्थापित छ। र हामी तपाईँहरूलाई यहाँ हेर्न गइराखेको छौँ, हेराउन के कस्तो हुँदो रहेछ भनेर। हामी पनि यहाँ फर्स्ट टाइम आएको हो, कस्तो कल्चर हुँदो रहेछ, कस्तो के हुँदो रहेछ भनेर हामी पनि यहाँ जानेर अत्यन्तै खुसी महसुस गरेको छौँ। यहाँ हाम्रो अर्को इन्जिनियर साहब प्रभाकरज्यू फोनमा के गर्दै हुनुहुन्छ एकचोटि भनिदिनु त। फोनमा हेर्दैछु लोकेसन, कहाँ जानुपर्ने, अझ के गर्नुपर्ने त्यो हेर्दैछु। यो लोकेसन त हामीलाई त पनि थाहा छ कहाँ जानुपर्छ भनेर। ए हस्, यहाँ हजुरले पनि यो मन्दिरको बारेमा केही 2 शब्द भन्न चाहनुहुन्छ कि? सफा छ, कल्चर यहाँको प्रिपेयर गर्दैछ। जस्तै यही ध्वज जुन छ यहाँको तपाईँहरू हेर्न सक्नुहुन्छ कस्तो छ भनेर। अनि भित्र पनि हेराइदिनु एकचोटि मन्दिरमा के यहाँ हामीले भित्र त अहिलेसम्म गएको छैनौँ, तर अब जान पाइन्छ कि भनेर हामी पनि गइराखेको छौँ। यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ बुद्ध भगवानको स्ट्याचु छ। र यहाँ भनेको यस्तै हो, कस्तो राम्रो छ पुरा कल्चरहरू। र यहाँ मेरो नाम भनेको दिपेन्द्र मण्डल हो। हजुरहरूले चिन्नु भएन होला। यो कसरी चिन्नुहुन्छ, यो हाम्रो फर्स्ट ब्लग नै हो, बनाउन कोसिस गर्दैछौँ। र यहाँबाट तपाईँहरू हेर्न सक्नुहुन्छ कस्तो टुप्पोमा घाम लागेको छ। हाम्रो केटाहरू यहीँ हो, हामी 3 जना मात्र यहाँ घुम्न आएको छौँ होटलबाट। अरू केटाहरू होटलमै छ।